गाउँ बस्तीहरू त्यति बेला विकसित हुन्छ जति बेला हामीले सोचेको जस्तै नेतृत्व पाउँछौँ। 42 नम्बर समष्टिको सुबिरखानी ग्राम पञ्चायत अन्तर्गत खानी डाँडादेखि राई गाउँ रबर खानीसम्म 85 योजना मार्फत पक्की सडक बनिन लागिरहेको छ। पक्की सडक बनिने खबर प्राप्त भएपछि लोलेको हालखोरको टोली उक्त गाउँ पुग्यो स्थानीयवासीको प्रतिक्रिया बुझ्न। धेरै नेतृत्वहरू आयो, तर कसरी समस्याको समाधान गर्न नसकेको आज भारतीय गणको प्रजातान्त्रिक मोर्चा, पहाडको सत्तासीन पार्टी, कालेबुङ विधायक रुदेन लेप्चा, क्षेत्रीय युवा सभासद हेमन राईको समयकालमा पुरा भएको गाउँवासी बताउँछन्। गाउँवासी नेतृत्ववर्गप्रति आभारी रहँदै आउने चुनावमा पनि वर्तमानमा रहेको सत्तासीन पार्टीलाई नै बहुमूल्य भोटले विजयी पनि गराउने वचन दिएका छन्। हुन्छ, तपाईँ स्वागत छ। र विशेष गरी तपाईँहरूको गाउँमा यसपालि अब एकदमै पक्की सडक बनिन लागिरहेको छ। तपाईँ यसै गाउँको बासिन्दा हुनुहुन्छ। हजुर, तपाईँ आफैलाई कस्तो लागिरहेको छ? आफैलाई त अब एकदमै यसरी बाटोघाटो हुँदाखेरि त खुसी लाग्छ नि सर। खुसी लागिरहेको छ। हजुर, खुसी छ। अब यो बाटो तपाईँहरूको बनिरहेको छ, धन्यवाद कसरी दिनुहोस् चाहनुहुन्छ? हजुर, हामीहरू एमएलए साहबलाई नै धन्यवाद दिन सक्छौँ, हामी दिन्छौँ। अब तपाईँहरूको गाउँमा बाटो लगभग बनिन लागिरहेको छ। अब यसको टेन्डर सबै भइसकेको छ। तपाईँ यसै गाउँको बासिन्दा, यसै गाउँमा जन्मिनु भएको, कस्तो लागिरहेको छ तपाईँलाई? एकदमै खुसी लागिरहेछ। अब यसको श्रेय कसरी दिनु चाहनुहुन्छ? हामी रुदेन सादाज्यूलाई नै दिन्छौँ हामी। हजुर, इलेक्सन अगाडि छ, हजुर, इलेक्सनलाई कसरी हेरिरहनु भएको छ? अब इलेक्सनमा फेरि उनीहरूलाई नै जिताउँछौँ हामी। हजुर, भोट उहाँ सरलाई नै दिन्छौँ। नाम भन्नुहोस् न। रुदेन सादाज्यूलाई नै दिन्छौँ। हुन्छ, तपाईँको गाउँमा अब पक्की सडक बनिन लागिरहेको छ। हजुर, अब तपाईँलाई यो जुन चाहिँ बाटो बनिरहेको छ, तपाईँ कस्तो लागिरहेको छ तपाईँलाई? मलाई चाहिँ सर्वप्रथम है तपाईँको यस च्यानलमा अब लोलेको खबर है, यो च्यानल धेरै धेरै हामी एकदम तपाईँ आइदिनु भयो, धेरै धन्यवाद छ है। र यो बाटो चाहिँ अब सुरुवात चाहिँ के हो भन्दाखेरि चाहिँ अब 2012को नै कुरा गरौँ है। रूपरेखा चाहिँ कस्तो थियो, कसरी चाहिँ सुरुवात भयो त भन्दाखेरि चाहिँ म यही भन्नु चाहन्छु, यो बाटो चाहिँ जुन चाहिँ हाम्रो यो यसै हाम्रो गाउँवासीको एउटा सम्झौँ एउटा एनर्जिएको मार्फतबाट सबैजना जब कार्डबाट है यो बाटोलाई यसरी रूपरेखा गरेर ल्याउने हाम्रा यहाँकै बासिन्दा भाइहरू जुन चाहिँ टेकबिर गमदेनज्यू उहाँ हुनुहुन्छ सुपरभाइजर, यसमा प्लस हाम्रो यहाँको समाजका प्रेसिडेन्ट हाम्रो गोविन्द गमदेनज्यू उहाँहरूको एकदमै हात छ यसमा हामीले एनर्जीको बजेटलाई यसमा हालेर र यसरी हामी बस्दा रहँदाखेरि चाहिँ अब यो पार्टीहरू धेरै आयो गयो है, हामीले धेरैवटा भोटहरू हाल्यौँ। अब यो पार्टीमा जाँदा हुन्छ कि त्यो पार्टीमा जाँदा हुन्छ कि भन्ने हामी एउटा के भयो भने अतालिक यस्तो पनि भयो, यहाँबाट जाँदा छिटो हुन्छ, यहाँबाट छिटो हुन्छ। तर वास्तवमा हामीले बुझ्दै जाँदा अहिले चाहिँ के भयो भने हामीले यसरी हामी जता पायो त्यता कुदेर नहुँदो रहेछ। एउटा अब हाम्रो यहाँको एकदमै अब शक्तिशाली पार्टी एउटा अब सम्झौँ, त्यो पार्टी चाहिँ हामीले अहिले सोच्दैछौँ कि अब यो प्रजातान्त्रिक मोर्चा यो बङ्गालमा रहेको दार्जिलिङ विश्वमा र हामी यसमा त एक मुष्ट भएर एक सङ्गठन भएर हामी रुदेन सादाज्यूलाई एक चाहिँ हामी प्रस्ताव राख्नु जानुपर्छ भन्ने हाम्रो हेतु लिएर सबैजना गाउँवासी रङ्गुलवासी सबैजना गएर हामीले उहाँ सरलाई हामीले एउटा सम्झौँ एउटा बिन्ती टक्रायौँ बिसायौँ र उहाँले यस्तो प्रोसेसहरू सबै कुरा भन्नुभयो, तपाईँहरूको हुनसक्छ यो कुरा, तपाईँहरू यसरी आउनुभयो राम्रो हो भन्ने एउटा आश्वासन उहाँले दिनुभयो। यसरी हामी फेरि पनि जाँदा चाहिँ एकदमै यो कुरा सक्सेसफुल भएर आउँदाखेरि हामी खुसी लाग्यौँ। खुसी लाग्दाखेरि हामीले एकदम सबैजना जागरुक भएर अझै हामी यसमा हौसला बढाएर है र यसरी टेन्डर पनि पास भयो भने हाम्रो कतिवटा कुरा अब सुन्दै गयौँ, सुन्नु आउँदाखेरि चाहिँ हामीलाई चाहिँ आज तपाईँहरूले यसरी च्यानल मार्फत यो सन्देश चाहिँ हामी यो बाटो जुन चाहिँ अब हाम्रो यहाँ यो दोबाटासम्म बलगाउँ रङ्गुल 2 किलोमिटरको तपाईँहरूले यो सक्सेसफुल हाम्रो रुदेन सादाज्यूले एमएलएज्यूले गरिदिनु भएकोमा हामी एकदम उहाँलाई चाहिँ मुरी धन्यवाद है।
आउँदो चुनाव 26 मा पनि हातमा साथमा साथ काँधमा काँध हामी दिनु एकदम रेडी छौँ यसमा चाहिँ हामी भने मेरो चाहिँ हाम्रो त्यति नै छ हेर्नुहोस्। तपाईँहरूको बाटो अब लगभग पक्की सडक बनिन लागिरहेको छ। हजुर चुनाव पनि अगाडि आइरहेको छ। हजुर चुनावलाई लिएर तपाईँहरूको गाउँबाट कस्तो एउटा रेस्पोन्स रहन्छ अथवा कुन पार्टीलाई तपाईँहरू सपोर्ट गर्न चाहनुहुन्छ? अब चुनावको लागि त अब यस्तो डेभलप भइरहेको छ है। हजुर हामीले यो बाटोलाई सङ्घर्ष गरेर ल्यायौँ। अब हामी नै हो सङ्घर्ष गर्ने। अब अहिले पनि हाम्रो एमएलए महोदयज्यूले यति सब पास गराइदिनु भयो यो बाटो है। हामी उहाँलाई नै अब एउटा सबैले नै अब एउटा के भन्नु सबै मिलेर उहाँलाई नै एउटा जिताउने प्रयास गर्छौँ है। हामी उहाँलाई नै अब हाम्रो गाउँवासी भनौँ हाम्रो दाजु दिदी पनि उहाँलाई नै हामी एकदमै धन्यवाद दिन चाहन्छौँ है। जुन अब हाम्रो यो उहाँलाई मात्रै होइन हामी जुन यो हाम्रो इन्जिनियर दीपक थापा है उहाँले पनि हामीलाई धेरै यो बाटोको लागि एउटा नापजोक भनौँ उहाँले मध्यनजर राखिदिएकोमा उहाँलाई पनि हामी यस गाउँबाट धन्यवाद दिन चाहन्छौँ। तपाईँहरूको कहिलेदेखिको समस्या थियो? यो समस्या त अब पहिला हामीले जुन एनएच गऱ्यौँ यसमा म पनि ग्राम पञ्चायतसँग एउटा लिङ्क राखेर हजुर त्यो जुन एनएच मार्फत र 100 दिने रोजगारको पैसा चाहिँ मैले उहाँसँग एउटा सरसल्लाह गरेर गाउँमा एउटा कमिटी बनाएर यो काम गरेको हो है। अब बाटो बनाएर यहाँसम्म चाहिँ हामीले दुःख सुख अहिले गाडी कुद्दैछ भनौँ अब कुद्दैछ र यसपालि चाहिँ अब हामीले धेरै डकुमेन्ट्सहरू चढायौँ भएको थिएन र यसपालि चाहिँ अब हामीलाई एउटा पिस हुने एउटा खुसीको लहर पनि छायो है। सबैजनामा खुसीको लहर छ त्यसैले गर्दाखेरि हामी खुसी नै छौँ र एमएलए साहबलाई चाहिँ हामी गाउँवासीबाट रङ्गुल लवर खानीबाट चाहिँ उहाँलाई हामी धेरै धेरै धन्यवाद पनि दिन चाहन्छौँ। गाउँमा बाटो बनिन लागिरहेको छ अथवा बाटो नबनिनु अनि बनिनुमा चाहिँ कतिको एउटा त्यसमा फरक छ? तपाईँहरू कसरी यसलाई हेरिरहनु भएको छ? जुन अब यो बाटो हाम्रो काकाले भन्नुभयो अघि नै 2012देखिको हाम्रो समस्या हो। किनभने 2012देखि हामीले बाटोको त धेरै नै समस्या भएर हाम्रो गाउँवासीमा अब दुखेसोहरू पनि छ। कतिवटा कुरा अब बर्खायाममा त हामीलाई यातायातमा धेरै असुविस्ता भइरहेको छ। त्यसले गर्दा हामीलाई धेरै असुविस्ता भएको छ। अब गाउँवासीमा अब कतिवटा हामी यताउता हुनुको कारण पनि यो बाटोलाई नै बाटोले नै गर्दा थियो। यसमा अहिले हामीले सुन्नु पाउँदाखेरि अब टेन्डर हाम्रो लास्टमा फाइनल लिस्टमा पुगिसकेको छ लास्ट स्टेजमा। त्यसले गर्दा हाम्रो गाउँवासीमा धेरै नै खुसीको लहर छाएको छ। अब 2012देखिको हामी यो बाटोमा बर्खायाममा मान्छेले बनाउँदै खाँड्दै के गर्दै हिँडिरहेको थियौँ। अब ड्राइभरहरूलाई पनि धेरै असुविस्ता छ र हामीलाई अन्त बर्खामा बिमारीको दुख बिमार हुँदा एकदमै असुविस्ता थियो। त्यसले गर्दा हामी गाउँवासी अब यो लोवर खानी राईगाउँ भयो रङ्गुल भयो अप्पर खानीलाई पनि यसले कभर गर्छ। त्यसले गर्दा हामी तिनैवटा गाउँकोहरू एकदमै खुसी छौँ र पब्लिक सबै नै प्रायः खुसी नै छ। अब यसरी पक्की रोड आउँदाखेरि त र यसरी अब हामी यो पक्की रोड भएको खण्डमा हामी एमएलए साहब रुदेन सादा लेप्चाज्यू साथै यसरी हाम्रो 42 नम्बर समष्टि सभासद हेमन्त थुलुङज्यू साथै हामी सम्बन्धित विभागलाई पनि हामी गाउँलेवासीको तर्फबाट धेरै धेरै धन्यवादै भन्न चाहन्छौँ।